ल है मित्रहरू, अहिलेको समय सान्दर्भिक चुनावको बेला थुप्रै थुप्रै पार्टीहरूले पैसा बाँड्दैछन् अरे भन्ने सुन्छु होइन। र अब त्यो पैसा थाप्नेहरूले पक्कै पनि भोट बेच्छन् होला। त्यसो भएको कारणले गर्दाखेरि उनीहरूको लागि एउटा सानो खुराक है, खुराक। गोक्ते नेपाली, गोक्ते नेपाली, गोक्ते नेपाली, लाटा नेपाली, सुँगुर सुँगुर नेपाली। देश बेचेको पैसाले भोट किन्न आउँछ, देश बेचेको पैसा लिएर भोट किन्न आउँछ, भ्रष्टाचारको पैसाले मासु भात खुवाउँछ, भ्रष्टाचार र घुसखोरीको पैसाले मासु भात खुवाउँछ। च्याप्पै पक्रेर, च्याप्पै पक्रेर खान्छ, भोट बेच्छ गोक्ते नेपालीले, मूर्ख नेपालीले, सुँगुर नेपालीले, गोक्ते नेपालीले, गोक्ते नेपाली, गोक्ते नेपाली, मूर्ख नेपाली, सुँगुर नेपाली, सुँगुर नेपाली। जनता भोट बेचिरहन्छ, जनता भोट बेचिरहन्छ, नेता देश बेच्छ, देश बेचेको पैसाले एक छाक भोट भोक मेट्छ, देश बेचेको पैसाले एक छाक भोक मेट्छ। लाटा नेपाली, गोक्ते नेपाली, सुँगुर नेपाली, कहिले पनि नचेत्ने कुकुरको पुच्छर नेपाली। देशको माया नगर्ने गोक्ते नेपाली, भविष्यलाई नहेर्ने, कसैले भनेको नटेर्ने मूर्ख नेपाली, गोक्ते नेपाली, सुँगुर नेपाली, कहिले पनि नसुध्रिने लाटा नेपाली। मासु भातमा सन्तानको भविष्य नै बेच्छ, प्रलोभनमा सन्तानको भविष्य बिगार्छ। गोक्ते नेपाली त्यही हो, लाटा नेपाली, गोक्ते नेपाली त्यही हो, लाटा नेपाली। देश बेचेको पैसाले भोट किन्न आउँछ, भ्रष्टाचारको पैसा लिएर मासु भात खुवाउँछ, च्याप्पै पक्रेर खान्छ गोक्ते नेपाली, भोट बेच्छ मूर्ख नेपाली, लाटा नेपाली।
सुँगुर नेपाली। ल मित्रहरू, यो चाहिँ भोट बेच्ने नेपालीहरूको लागि है, भोट नबेच्ने नेपालीहरूको लागि चाहिँ होइन, भोट बेच्ने नेपालीहरूको लागि। भोट बेच्ने नेपालीहरू नै गद्दार हुन् होइन। यो देश उभो नलाग्नुको कारण चाहिँ भोट बेच्ने नेपालीहरूले गर्दा। त्यस्ता नेपालीहरू जुन नेपालीहरूले आफ्नो भोट बेचिरहेका हुन्छन्, ती नेपालीहरूले गर्दाखेरि यो देश बिग्रिरहेको छ। आज विदेशी खेलिरहेको छ होइन। हामी स्वाभिमानी बन्न सकेनौँ, देशमा रोजगारी हुन सकेन। त्यसो भएको कारणले गर्दाखेरि यो गीत चाहिँ मैले ती नेपालीहरूलाई जसले भोट होइन, गिलास रक्सी, एक चुक्टा मासु, 2 छाक मासु भात, केही पैसा प्रलोभनमा बेचिरहेका छन्, त्यस्ता मान्छेहरूको लागि। जो मान्छे राष्ट्रघाती छ, फटा छ, ठग हो होइन, हितकार छैन यो देशको लागि भन्ने थाहा छ, उसैको पछि लाग्ने, केही पैसा र प्रलोभनको पछाडि लागेर उसकै जय जयकार गर्ने ती खराब नेपालीहरूको लागि मात्रै हो यो गीत, अरूको लागि होइन। र यसरी मैले एउटा व्यङ्ग्य हानेको छु। यहाँहरूलाई कस्तो लाग्यो यो गीत सबैले सेयर गर्नुहोला, ताकि यो गीतले पेज परेर मान्छेले यसपालि भोट नबेचोस् र सच्चा देशभक्त होइन मान्छेलाई जनताले चुनोस्, त्यो भन्न चाहन्छु। जय होस् सबैको, नमस्कार।